Hey guys, अहिले हामी सिटी जाँदैछौँ भन्नु न केही गाइज हामी टक्क लागेर होइन बाहिर आयौँ टक्क ट्याक्सी भेट्यो अनि हामी हिँडिरहेको छौँ एसी त पुरै नगर पुरै पानी परिरहेको छ केही भन्नु छ दाडे केही छैन अब हामी त्यो सिटी जाँदैछौँ होइन टक्क लागेर रास्ता पाटो सरल है खतरा ल सिटी पुग्यो ओइ गोठालो कति छ मिस भयो होलिडे मलाई गोठालो भन्दै गर्नु उता लाँदैछ उता खालको हामी पार गर्नुपर्छ दूरी हिँड्नु पर्ने भयो त्यहाँ पुगायो जताततै गाडी पार्किङ हो बङ्गलै गर्नुले च्यापे आयो जहिले अब गाइस बाहिर आयो घाम त माछाला 50 डिग्री सेल्सियसको छ त अनि बहुत गर्मी छ यार बाहिर त केटाहरू निस्किरहेको अब हामी ग्रिन मल भन्ने जान्छौँ ग्रिन मल गएर त्यहाँ हामी सपिङ गर्छौँ हो केटाहरू मैले यत्तिकै सपिङ गरिरहेको छु है यस्तो गर्मी छ हामी गएछौँ टक्क लागेर हाम्रो दाजुभाइहरू यस्तो छ गाइजहरू सामान किन्दै भागिरहेको छ होइन अनि टक्क लागेर हेर्न सक्नुहुन्छ झन्नै हामीलाई ट्याक्सीले उडाइदिएको थियो है यति सुविधा भएको देशमा त ट्याक्सीले उडाइदिन्छ है भाइ कस्तो लागिरहेको छ आज भाइले चाहिँ ड्युटी दर्याङ गरेर आइरहेको थियो होइन हाम्रो केटाहरू डन भएर हिँड्दैछ टक्कै त्यो दाइले त्यति धेरै सपिङ गरिसक्नु भयो मैले चाहिँ एउटा थैलो मात्रै बोकेर हिँडिरहेको छु गयो त मलाई यार अब के चाहियो सपिङ गर्न होइन पुरा घुमिरहेको छ केटाहरू गर्मी त फेरि लास्टै छ नि 5 मिनट बाहिर बस्यो नि बहुत धेरै पसिना आउँछ 56 डिग्री हो बडी दाइ आमा कसको सामान बोक्नु भएको त पहिले हिँडो भएर हिँड्नु भएको त भोलि हो अन्त हामीलाई त आई एम गोइङ टु गो ब्याक टु होम विच टाइम टुमोरो 11:30 अब हामी अहिले खाना आयौँ होइन अब केरला स्टाइलको यो बिरयानी आइसकेको केरला स्टाइलको खाना खानु टक्राएर अब खाँदैछौँ खानासाना खाइयो यार लास्टै महँगो खाना खाइयो यार पहिलोपटक दुबईमा यार बिरयानी बनाएको कस्तो महँगो रहेछ यार पहिलोपटक नेपालको 500 को बिरयानी खाइयो यार आज नेपालको 500 बिरयानी खाइयो त यार 500 मा त गर्लफ्रेन्डलाई स्वयम्भू घुमाएर आइन्छ हो कि के गर्नु यस्तो सिटी छ अब हामी अबुधाबीको सबैभन्दा अग्लो बिल्डिङमा जाँदैछौँ यो चाहिँ 92 तलाको बिल्डिङ हो यो चाहिँ पछाडिपट्टि यो त्यहाँ जाँदैछौँ त्यसको नजिक अनि त्यहाँबाट आइन्छ टक्क लागेर दाइ के भयो क्या तपाईँलाई गर्मी भयो केही भएन गर्मी एकदमै धेरै छ होइन अहिले हामीले अलिकति पानी भइसक्यो होइन तलदेखि माथिसम्म कता भयो पानी अनि धेरै गर्मी भएर हामी चाहिँ अब लागिसक्यौँ यता अलिकति सामान किन्यौँ सामान किनिसकेपछि आमामा यता त के हो यस्तो राम्रो यतैबाट जाऊँ न यो त विश्वविद्यालय जस्तै छ त अनि यस्तो दामी ठाउँ रहेछ आम्मा जताततै राम्रो छ फोटो कहाँ खिच्ने हो र कता यो फुलमा ल म खिचिदिन्छु दाइ चिन्ता नगर्नु ल जानु दामी फोटो निकालिदिन्छु है ल आज हामी घुम्दैछौँ अनि अहिले हामी अब हामी स्विमिङ पुल खेल्न जान्छौँ एकछिन स्विमिङ पुल खेलेर आइसकेपछि हामी फेरि एउटा भाइरल पुल छ होइन भाइरल पुलमा जानेछौँ र यस्तो बवाल ठाउँ छ हाम्रो दाइहरू अगाडि हिँडिरहेछ है बटुवा जस्तरी नयाँ ब्याग किन्नु भएको छ अनि 4-5 वटा फोटो खिचिदिएको बहुत खुसी हुनुभएको छ अहिले पानीमा डुब्की मार्छु अरे
समुद्रमा होइन डुब्की मार्नुहुन्छ हानी जाने हो हँ त्यो सबैभन्दा ठुलो टावरमा आइसकेका छौँ यो 92 तला अरे दाइ यो WTC-मा अब हामी यहाँभित्र गएर अलिअलि खाजा किन्छौँ होइन खाजा किनेर खान्छौँ होइन पावर किनेर जान्छौँ हाम्रो यात्रा चाहिँ एकदम जारी छ यात्रा जारी छ अनि पावर किनेर जान्छौँ त्यसपछि अनि हामी त्यो पावर किनेपछि हामी वहाँ जान्छौँ होइन हाम्रो यात्रा जारी छ हामी गन्तव्यमा नपुगेको हामी यात्रा हामी त्यो पावर किनिसकेपछि हामी स्विमिङ पुल जान्छौँ त्यसपछि त्यहाँ नङ्गा नङ्गा चट्टीहरू देखाउँछौँ अब हामी सिटी घुमिहाल्यो है अलिकति अब हामी यता ब्रिजतिर जान्छौँ होइन कनर ब्रिजतिर जान्छौँ त्यहाँ गएर हामी स्विमिङ हान्छौँ हान्ने हो त पानी झऱ्यो भन्नुहुन्थ्यो अब सुकाउनु पर्छ त्यहाँ गएर अब हामी यहीँ बस्नुपर्छ अब हामी यहाँ बस्यौँ होइन यो पछाडिपट्टि बस्यौँ केटाहरू आइरहेको छ त्यहाँ बस्यौँ अब यताबाट हामी स्विमिङ जाँदैछौँ यो हामी क्रस गर्नुपर्ने हुन्छ बाटो अनि यहाँ चाहिँ परेया रहेछ टक्क लागेर परेया बसिरहेको छ आमामा पुरै परेया छ त साँझ हामी चाहिँ यो यहाँ भाइरल पुल छ त्यहाँ जान्छौँ भिडियो बनाउनु पर्ने हुन्छ गर्मी भइरहेकै लास्ट होइन बहुत गर्मी भइरहेछ अनि हामी उता निस्किनु पर्ने हुन्छ बाटोबाट हामी कता अब निस्किनु पर्दैछ भनेर खोज्दैछौँ है हाम्रो यहाँ हुनुहुन्छ गोठालो है गाई गोठालो मान्छेलाई बहुत अब हामी यहाँबाट मुनि जान्छौँ होइन मुनि गइसकेपछि उता निस्किन्छौँ यहीँबाट हो क्या हो यहाँ मुनि हो यहाँबाट मुनि जाने हो मुनि गएपछि उता निस्किन्छौँ पारिपट्टि जान्छ क्या आइसकेका छौँ होइन हाम्रो यात्रा भनेको एकदम जारी छ क्या हामी अब सिटीमा हामी मेन गन्तव्यमा पुगेको छैनौँ अहिलेसम्म होइन हामी मेन गन्तव्यमा पुगेपछि हाम्रो भनेको भिडियो इन्ड हुन्छ होइन हाम्रो भिडियो भनेको स्विमिङ खेल्ने त्यसपछि भाइरल पुल जाने भाइरल पुलबाट अनि यस्तो राम्रो सिटीहरू घुमिन्छ होइन अब हामीले लुगासुगा खोलिसक्यो भिडियो बनाएर बसिन्छ केही खोल्दैछन् हाम्रा केटाहरू छिटो खोल है केटा हो कट्टु सट्टु Hey, how was the feeling? Good. Yeah. This guy is from Uganda. Yeah, from Uganda. Too much good friend. See, every time just swimming, huh? Udo. Thank you. From Nepal, right? Nepal friends. Nepal. क्या है मान एक घन्टा पौडी खेल्यो होइन 1 घन्टा स्विमिङ गरिसकेपछि अब हामी त्यहाँ लुगा चेन्ज गर्न जाँदैछौँ लुगा चेन्ज गरेपछि अनि हामी फेरि सिटेर आज त डढियो कालै नेपाल जाँदाखेरि काले भयो म जस्तो कालेलाई बहिनी झालैमा कस्तो माया बसेछ जाम्नु न यस्तो त्यही समुद्रको पानीमा नुहायो त्यही समुद्रको पानी यता खाने यसरी सुत्याहान हाम्रा केटाहरू राम्रा केटीहरूका सापडा हेर्न आएको अरे अनि यसरी सुतिरहेछन् के खुट्टा पछाडिपट्टि राम्रा बाटाहरू चिल्लो बाटोहरू ठुला बिल्डिङहरू देख्नु भएको छ होला यी हाम्रो काठमाडौँको कलङ्कीको बिल्डिङहरू हो गाडीको स्पिड त 100मा जान्छ है यस्तो छ तर अहिले ट्राफिक सबै हटाइसक्यो हाम्रो कोटेश्वरमा यी 2-4 लाइने बाटो बनाएको छ यति सुविधा छ बस्नको लागि जताततै पार्किङ बनाएको छ हेर्नुहोस् त मान्छे हिँड्ने बाटो बनाएको हो कि यो हाम्रो यो टुलेनको बाटो चाहिँ माटो यो चाहिँ त्यो 3 कुनेमा यत्रो ठुलो स्विमिङ पुल पनि बनाइदिया रहेछ यस्तो छ खतरा एकदम बबाल यस्तरी सुतिरहेछन् भएन त देशको विकास गाइजहरू अब केही चाहियो राजा आउने भनेको यस्तो राजा आएपछि यस्तो हुन्छ अब हामी नुहाई धुवाई गऱ्यो होइन कालो भयो कालो सबै चिज कालो भयो होइन कालो भयो सबैको अनुहार हेर नि अनुहार हात खुट्टा गडाङगुडुङ होइन अब त्यस्तो नुन पानीमा सेकिएपछि अनि घाम 50 डिग्रीको घाममा सेकिएपछि अनि के हुन्छ नुन पानीमा कालो हुन्छ अनि खैरोहरू कसरी खैरो भयो होला भन्ने लाग्दैन लाग्छ नि अब आमामा केटाहरूको हिँडाइएर त मरद छ त Hey guys, finally dabang
ओ समीरे भाइ के छ यस्तो माछा लिएर होइन बाटोमा पिकनिक जान सक्छ है मैले भन्दैछु के गर्छ बाटोमा पिकनिक जान सक्छ यस्तो माछा लिएर अभर पर्छ जान सक्छ यार मलाई पनि डर लाग्यो यार फाइनली हामीले सपिङ गऱ्यो है सानो ब्याग किन्यो चिटिक्क परेको होइन अनि हाम्रो दाइहरू अब पुरै थाकिसक्नु भएको छ हाम्रो लागि धेरै मिहिनेत गर्नुभयो धन्यवाद महोदय बडी दाइ नाइट भ्यू गाइज नाइट भ्यू अबू धाबी यूनाइटेड अरब इमिरेट का नाइट व्यू देखो बहुत अच्छा है इधर का माल इधर ही बिकता है